नमस्कार साथीहरू, आजको यो यात्रा सुरु हुँदैछ नेपालको सुन्दर सहर पोखराको एक परिचित र व्यस्त स्थान ताल्चोकबाट। ताल्चोक जहाँ सहरको चहलपहल, गाडीको आवाज, मानिसहरूको आवत-जावत र दैनिक जीवनको गति स्पष्ट रूपमा देख्न सकिन्छ। यही भिडभाड र व्यस्त वातावरणबाट आज हामी बिस्तारै टाढा हुँदै एक शान्त, प्राकृतिक र गहिरो अनुभूति दिने स्थानतर्फ अघि बढ्दैछौँ। दिपाङ ताल्चोकबाट अगाडि बढ्दै जाँदा वातावरण बिस्तारै बिस्तारै परिवर्तन हुन थाल्छ। ठुला ठुला भवनहरू साना साना घरहरूमा रूपान्तरण हुन थाल्छन्। सडकहरू साँघुरो हुँदै जान्छन् र सहरको आवाज बिस्तारै हराउँदै जान्छ। केही समयपछि हामी सिसुवा क्षेत्रमा जहाँ सहर र गाउँको मिश्रण देख्न पाइन्छ। यहाँका साना पसलहरू, खेतबारी र स्थानीय मानिसहरूको जीवनशैलीले एउटा सरल स्वाभाविक जीवनको झलको दिन्छ। सिसुवाभित्र छिर्दा तपाईँले स्पष्ट रूपमा महसुस गर्नुहुन्छ कि अब तपाईँ सहरको सीमाबाट बाहिर निस्किसक्नुभएको छ र प्रकृतिको काखतर्फ प्रवेश गरिसक्नुभएको छ। सिसुवाबाट भित्र छिर्दा तपाईँले स्पष्ट रूपमा महसुस गर्नुहुन्छ कि अब तपाईँ सहरको सीमाबाट बाहिर निस्किसक्नुभएको छ र प्रकृतिको काखतर्फ प्रवेश गरिरहनु भएको छ। सिसुवाबाट अगाडि बढ्दै जाँदा बाटो अझै शान्त हुँदै जान्छ। वरिपरि हरियो खेतहरू फैलिएको हुन्छन्, परम्परागत घरहरू देखिन्छन् र वातावरणमा एउटा गहिरो शान्तता हुन्छ। यहाँ हिँड्दा समय पनि ढिलो भएको जस्तो लाग्छ। हरेक पाइलासँगै तपाईँ प्रकृतिसँग अझै नजिक हुँदै जानुहुन्छ। यसरी केही समयको यात्रापछि हामी पुग्छौँ दिपाङताल, एक यस्तो स्थान जहाँ शान्त मात्र होइन, आत्मिक सन्तुलन पनि पाइन्छ। दिपाङताल पोखराको अन्य तालहरू जस्तो भिडभाडयुक्त छैन। यहाँ कुनै ठुलो आवाज छैन, कुनै हतार छैन, केवल शान्त पानी र वरिपरि फैलिएको हरियाली मात्रै छ। पानी स्थिर देखिन्छ, मानव समय नै रोकिएको जस्तो। बिहानको समयमा जब घामको पहिलो किरण पानीमा पर्छ, ताल सुनौलो देखिन्छ। साँझपख आकाशको रङ पानीमा झल्किन्छ, जसले एक अद्भुत दृश्य सिर्जना गर्दछ। यहाँ बसेर केवल पानीतर्फ हेर्दा पनि मन शान्त हुन्छ, विचारहरू स्थिर हुन्छन् र भित्री आनन्दको अनुभूति हुन्छ। यो स्थान केवल प्राकृतिक सौन्दर्यको लागि मात्र होइन, यो नेपाली साहित्यसँग पनि गहिरो रूपमा जोडिएको छ। यही क्षेत्रलाई महाकवि लेखनाथ पौड्यालको जन्मस्थानको रूपमा चिनिन्छ। उहाँ जसलाई शिरोमणि कवि भनेर सम्मान गरिन्छ, नेपाली साहित्यको एक महान स्तम्भ हुनुहुन्छ। उहाँको रचनाहरूमा प्रकृति, जीवन, धर्म र दर्शनको गहिरो अर्थ पाइन्छ। जब तपाईँ दिपाङताल वरिपरि बस्नुहुन्छ, तपाईँलाई लाग्छ यही वातावरण, यही शान्त र यही प्रकृतिले त्यस्ता महान शब्दहरू जन्माएको हुनुपर्छ। दिपाङताल केवल दृश्य मात्र होइन, यो जीवित संसार पनि हो। यहाँ विभिन्न प्रकारका चराहरू पाइन्छ, जसको चिरबिज आवाजले तपाईँले वातावरणलाई अझै जीवित बनाउँछ। पानीमा बस्ने जीवहरू, जङ्गलमा लुकेको प्राणीहरू र हावासँगै हल्लिने पातहरूको आवाजले यी सबै मिलेर एउटा प्रकृति सङ्गीत बनाउँछन्। यहाँको प्रत्येक ध्वनि, प्रत्येक दृश्य र प्रत्येक क्षणले तपाईँलाई प्रकृतिको वास्तविक रूपमा जोड्दछ। अब दिपाङतालबाट माथिल्लो गाउँहरूतर्फ यात्रा अगाडि बढ्छ। उकालो चढ्दै जाँदा दृश्यहरू अझै सुन्दर हुँदै जान्छन्। हावा चिसो हुँदै जान्छ र शान्त अझ गहिरो हुँदै जान्छ। बाटोमा अर्चले डाँडा, आरुपाटा, कालिका स्थान जस्ता स्थानहरू पर्दछन्, जसले यो यात्रालाई अझ रोचक बनाउँछन्। यी ठाउँहरू केवल भौगोलिक स्थान मात्र होइनन्, यी ठाउँहरूले स्थानीय जीवन र संस्कृति र परम्पराको कथा पनि बोकेको छन्। माथि पुग्दा हामी पुग्छौँ एक विशेष स्थानमा, चित्रकोट। यो स्थानबाट सम्पूर्ण पोखरा सहर देख्न सकिन्छ। हरियालीले ढाकिएको डाँडाहरू, टाढा देखिने हिमालहरू र सहरको फैलावट सबै एकै ठाउँबाट पनि देख्न पाइन्छ। यहाँ उभिँदा तपाईँलाई लाग्छ कि तपाईँले संसारलाई नै नयाँ दृष्टिकोणबाट हेर्नुभएको छ। यो दृश्यले तपाईँलाई रोक्छ, सोच्न बाध्य बनाउँछ र जीवनको गहिरो अर्थ खोज्ने प्रेरित गर्दछ। यस सम्पूर्ण यात्रामा हामी ताल्चोकको भिडभाडबाट सुरु गरेर सिसुवाको शान्तमा प्रवेश गर्दै दिपाङतालको गहिरो प्राकृतिक संसारमा डुबुल्की मार्दै अन्ततः माथिल्लो गाउँहरूको उचाइसम्म पुगेको छौँ। यो केवल दूरीको यात्रा होइन, यो अनुभूतिको यात्रा हो। यहाँ आउँदा तपाईँले महसुस गर्नुहुन्छ कि साँचो शान्ति बाहिर संसारमा होइन, भित्रै लुकेको हुन्छ र यो यस्तो स्थानहरूले यो शान्तिलाई उजागर गर्न मद्दत गर्दछ।
तर यति सुन्दर स्थान सधैँ यस्तै रहोस् भन्नको लागि हाम्रो जिम्मेवारी पनि उत्तिकै महत्त्वपूर्ण छ। फोहोर व्यवस्थापन, वातावरणीय संरक्षण र सचेत पर्यटन अति आवश्यक छ। यदि हामीले ध्यान दिएनौँ भने यस्तो प्राकृतिक सम्पदा भविष्यमा हराउन सक्छ। त्यसैले यहाँ आउँदा प्रकृतिको सम्मान गरौँ, सफा राखौँ र अरूलाई पनि सचेत गराउँ। अन्ततः दिपाङ ताल एउटा ताल होइन, यो एउटा अनुभव हो, एक अध्ययन हो, एक शान्तिको खोज हो। यदि तपाईँ कहिले पोखरा आउनुहुन्छ भने तालचोकबाट सुरु गरेर सिसुवा हुँदै दिपाङ ताल पुगेर अनि माथिल्लो गाउँतिर उक्लिने यो यात्रा अवश्य गर्नुहोला। यो यात्रा तपाईँलाई केवल नयाँ ठाउँ मात्र होइन, नयाँ अनुभव पनि देखाउने छ। यदि तपाईँ कहिले पोखरा आउनुहुन्छ भने तालचोकबाट सुरु गरेर सिसुवा हुँदै दिपाङ ताल पुगेर अनि माथिल्लो गाउँतिर उक्लिने यो यात्रा अवश्य गर्नुहोस्। यो यात्रा तपाईँलाई केवल नयाँ ठाउँ मात्र देखाउने छैन, यसले तपाईँलाई आफैसँग पनि भेट गराउनेछ। धन्यवाद।